together. Hard work, I mean to say, गर्नै नै पर्छ, गर्नै नै पर्छ। तपाईहरु सबैजनालाई म हाम्रो तपाईको चाहिँ नि अभियानमा जोडिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब जेनजी पुस्ता हैन, जेनजी है, जी पुस्ता भनौँ न, जेट पुस्ता जेट लाई पनि भन्न चाहन्छु, आन्दोलन मात्रै गरेर देश बन्दैन, आन्दोलन मात्रै गरेर देश बन्दैन। कहाँ बन्छ देश हैन, बन्दैन। देश बनाउने सूत्र भनेको चाहिँ श्रमदान नै हो, श्रम संस्कृति नै हो, हर्क साम्पाङले देखाएको बाटो नै हो हैन। देयर इज नो एनी अल्टरनेटिभ्स, नो एनी अल्टरनेटिभ्स, नो, छैन। काम गरियो भने उत्पादन हुन्छ, निर्माण हुन्छ। उत्पादन र निर्माण बिना देशको विकास गर्छु भन्नु भनेको है, त्यो चाहिँ यसो आकाशतिर हेरेर ऊ माथिको तारामा गएर बस्छु, यस्तो गर्छु भनेर चाहिँ तपाईको हैन कल्पनाको संसारमा डुल्नु मात्रै हो। द्याट्स वाइ तपाईको हात चाहिँ के रे चलाउनु पर्ने हुन्छ, म त्यो भन्न चाहन्छु। र अहिले मलाई 2200 जना मान्छेले हेरिराख्नु भएको छ। तपाईहरु सबैजनालाई म भन्न चाहन्छु, एकचोटी जय श्रमदान लेख्नुस्, त्यहाँ लेख्नुस्, जय श्रमदान लेख्नुस् है। कि त्यति लेख्न मल्छी लाग्छ? हामी त त्यस्तो पनि छौँ फेरि हैन। नेपालीको जम्मा 4 रोग छ। नेपाली अल्छी हुन्छ, नेपाली स्वार्थी हुन्छ, नेपाली लोभी हुन्छ, नेपाली पापी हुन्छ। यो 4 कुनै न कुनै एउटा रोग लागेकै हुन्छ हामीलाई। कतिलाई त 4 वटा लागेको हुन्छ हैन। ती 4 रोगबाट हामी मुक्त भएको दिन हेर्नुस्, यो देश राम्रो गरी आफ्नो ट्र्याकमा आउँछ। जय श्रमदान लेख्नुस्। अल्छी लागिरहेको होला हैन, जय श्रमदान कहाँ लेख्नु यस्तो भनेर भनिरहेको होला कतिले। जय श्रमदान लेख्न त सकिँदैन, श्रमदान गर्न सकिएला त अब हैन। Amazingly sad. I become amazingly sad त्यो देख्दा है। अमेजिङली स्याड भनेको फेरि के होला? हाँसउठ्दो टाइपको छ। मेरो टर्म्स पनि हाँसउठ्दै हुन्छ कि, त्यस्तो छ। सबैजना त्यो भन्न चाहन्छु, सबै मिलेर जय श्रमदान भन्नुहोस्। विश्वलाई देखाउनुपर्छ यो देशलाई हामी कसरी बनाउन सक्छौँ भनेर भन्यो। छैन, युवा पुस्ता अल्छी हैन, नभ्याउने नचाहने, अब यस्तै उस्तै भन्दै बहानाबाजी थुप्रै गर्दै बस्ने। कति चाहिँ हाँस्नु, कति चाहिँ हाँस्नु चाहिँ कति हैन। I can't just believe this thing. कति चाहिँ हाँस्नु चाहिँ कति चाहिँ हाँस्नु चाहिँ कति। अचम्म लाग्छ सम्झिँदा साथी हो, अचम्म लाग्छ सम्झिँदा। त्यो चीज जय श्रमदान। यस जय श्रमदान। श्रमदाता बन्नुहुन्छ। म तपाईहरुको गाउँमा ठाउँमा आउँदा मलाई तपाईहरुले तपाईको चाहिँ नि श्रमदानमा सघाउने गरी तपाईहरुको सहभागिता जनाउनुहुन्छ त? ल भन्नुस्। Let me know. जय श्रमदान। यस, अब श्रमदाता रेभोल्युसन भनेको अर्को साम्पाङको क्रान्तिमा हैन, ढुङ्गा हानिँदैन, ढुङ्गा बोकिन्छ हैन। कुरा बुझ्नुभयो नि? ढुङ्गा हानिँदैन, ढुङ्गा बोकिन्छ।
है उखेलेर फालिँदैन बिरुवा रोपिन्छ You understood? That kind of revolution is called Harka Sampang, a revolution, let's say. है त्यो चिज हो हामी खुट्टा तान्दैनौँ पाइप तान्छौँ पाइप पानीको How funny is this है छैन र हाँसउठ्दो टाइपको पनि तर मित्रहरू तपाईहरुलाई थाहा हुनेछ एक दिन है थाहा हुने नै छ यो देश कसले बेच्दैछ यो देश कसले अरूलाई सुम्पदैछ यो देश कसले बचाउन खोजिरहेको छ कसले बनाउन खोजिरहेको छ भन्ने कुरा तपाईहरुले प्रष्ट रूपमा एक दिन तपाईहरुलाई थाहा हुन्छ अहिले हर्क साम्पाङ रुँदाखेरि हैन तपाईको चाहिँ नि ए नाटक गर्यो भन्नेहरु अब आज मैले यसरी चाहिँ नि हैन ती सम्पूर्ण तपाईको चाहिँ नि ज्यान गुमाउने मान्छेहरुको दुःख भोग्दै कपाल खाउने यो पनि कतिले हैन मन पराएको छैन होला ती मान्छेहरु जो मान्छेहरुले देश बेचेर खाना खोजेका छन् नि उनीहरुले त मलाई हेर्नै सक्दैन ती मान्छेहरु जो मान्छेले भ्रष्टाचार गरेर घर बनाउन चाहेको छ नि हैन तपाईको चाहिँ आफ्नो पेट पाल्न चाहेको छ कुत सम्पत्ति कमाउन चाहेको छ त्यस्ता मान्छेले हर्क साम्पाङलाई हेर्नै मन पराउँदैन है कुरा भन्नु हो त कसले मलाई मन पराउँदैन भन्दा ती मानिसहरु जो मानिसहरु विदेशी दलालले हैन खारा फालेको they hate हर्क साम्पाङ तर ती मान्छेहरु जो मान्छेलाई यो देशको माया लाग्छ यो माटोको माया लाग्छ यो यहाँका तपाईको चाहिँ नेपाली हुनुमा जसले गर्व गर्छ र जो स्वाभिमानी हो नि तिनीहरुले सबैजनाले मलाई मन पर्छ watching me right now You're listening to me right now. अब तपाईहरु मध्ये भन्नुस् कति जनाले मलाई हेट गर्नुहुन्छ है भन्नुस् ल कति जनाले मलाई हेट गर्नुहुन्छ भन्नुस् नो वन or what छैन मैले भने फेरि पनि भन्छु ती मानिसहरु जो मानिसहरुलाई यो देशको माया लाग्दैन यो देश बेचेर खाऊ भन्छ यो देश विदेशीको तपाईको पोल्टामा सुम्पाऊ भन्छ नि त्यस्ता मान्छेहरुले दे डोन्ट लाइक मी दे हेट मी त्यस्ता मान्छेहरु जो मान्छेले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाऊ भनेको हुन्छ नि त्यस्ता मान्छेहरुले मलाई मन पराउँदैन दे हेट मी तर त्यस्ता मान्छेहरु जो मान्छेहरुलाई यो देशको माया लाग्छ यो देशको माटोको माया लाग्छ यो देश हाम्रो हो यसलाई बचाइ